घुम्न भनेर रेडी भएर निक्ल्यौं। घुम्न भन्ने बित्तिकै अब खुसी त लागिहाल्छ हैन। गए पछाडि हामी चाहिँ प्लेटफर्ममा गएर टिकटहरू काट्यौं। टिकटहरू काट्न पनि टाइम लाग्यो एकछिन। त्यहाँबाट एकछिन वेटिङ टाइम थियो, वेट गर्यौं र खाना पनि केही खाएका थिएनौं, बिहानै निक्लेर थियौं र अलिकति त्यही खायौं। एकछिन खाँदा खाँदै खाएपछि ट्रेन पनि आयो र ट्रेनमा हामी चढेर अब जान रेडी। र यो ट्रेन चाहिँ लोकल ट्रेन हो, ताइवानको हाई स्पिड लोकल ट्रेन हो र सबैजना अब खुसी भएर जान रेडी भयौँ। अब नयाँ जर्नी सुरु हाम्रो। यहाँ चाहिँ एक्सपर्ट हुनुहुन्छ हाम्रो, यता छोरी पनि एक्सपर्ट भइरहेछ चपस्टिकले खाने। खाइसके पछाडि गफ गर्दा गर्दै फट्टै टी सर्ट चाहिँ हामीका सबै सेम भएछन्। बाउ छोराको सेम, आमा छोरीको सेम भएछ। अनि त्यही लिएर एकछिन गफ गर्न थाल्यौं, हाम्रो त सेम भएछ भनेर। अनि एकछिनमा यी खाने वस्तुहरू लिएर आए। जस्तो हाम्रो चानावाला हुन्छ त्यस्तै चानावाला यसरी नै ट्रलीमा हालेर लिएर आउँछन् र आफूलाई जे चाहियो त्यहीबाट लियो अनि उनीहरूलाई पेमेन्ट गरिदियो। उनीहरूले स्क्यानरहरू सबै लिएर आएका हुन्छन् र सानो वस्तुहरू लिएर आउँछन्। अब ट्रेनमा खाने बिस्किट्स भयो, जुसहरू, केटा त्यस्तै चाहिन्छ हैन। अनि यो चाहिँ मिल्क टी अरे, चाइनाको मिल्क टी। हामीहरूको चाहिँ दिउरे पखालेर खाए जस्तै। अब दिउरे पखाले पछाडि कस्तो हुन्छ त्यस्तै टेस्ट छ त्यस्तै। र मलाई चाहिँ त्यति राम्रो लागेन, तर पनि खाएँ। अब चाको तल जुन हुन्छ एटलिस्ट त्यो चाहिँ मेटिन्छ। हाम्रो टिकट चेक गर्ने मान्छे टिटी भन्नु पर्यो अब। यहाँ चाहिँ यो ट्रेन सफाई कर्मी खाएको वेस्टहरू सबै यसरी ट्रलीमा हालेर लिएर जान्छन्। काहीँ पनि अलिकति एउटा धुलो पनि छैन, देख्न सक्नुहुन्छ। यति सफा, यति धेरै सफा, अनि कसैले केही पनि फ्याँक्दैन। काहीँ केही खाएर कसैले फ्याँक्दैन। अब यसरी स्टोर गरेर राख्छन्, खाइसके पछाडि यसरी लिने मान्छे आउँछन्, अब हालिदिन्छन्। अलिकति झराएर लिटर गरेर कसैले पनि खाँदैन। बहुत क्लिन। अनि एकछिन पछि हामी स्टेसन पनि पुग्यौं। नयाँ जग्गामा सबै थोक नयाँ देख्दा राम्रो लाग्छ र हामी आमा छोरी घुर्दै थियौं। अनि अर्को साइडबाट ट्रेन पनि आउँदै रहेछ। ट्रेन पनि हेर्यौं एकछिन उभिएर। हामीले माने जेनरली यस्ता ट्रेनहरू देख्दैनौँ हैन, राम्रो पनि लाग्यो। एकछिन हेर्यौं अनि आमा छोरी भएर एक दुईवटा फोटो क्लिक गरिदिनु भयो। क्लिक गर्यौं। अब फोटो क्लिक गर्न त मन लागिहाल्छ। त्यहाँ पछाडि स्टेसनबाट हामी निक्लेर अगाडि प्लेटफर्मतिर गयौं। वहाँको बाहिर प्लेटफर्म पनि राम्रो ठुलो खालको प्लेटफर्म रहेछ। त्यहाँ पछाडि हामी एकछिन रेडी भएर अब जाने भनेर क्याब एउटा बुक गर्यौं अनि रुममा गयौं। रुममा गएर ब्यागहरू राखेर अब चाहिँ हामी घुम्न जाने भनेर बेसी देरी गरेनौं। त्यहाँ पछाडि हामी घुम्न भनेर निक्ल्यौं अब रेडी भएर। र नेक्स्ट भिडियोमा हामी कहाँ गयौं त्यसको फोटोहरू म फोटोज भिडियोज तपाईहरुसँग पक्का शेयर गर्नेछु। र हाम्रो रुमबाट जुन बाहिरको भ्यू थियो, रोडको भ्यू कस्तो राम्रो देखिँदै थियो र त्यो पनि क्याप्चर गरे मैले। साह्रै राम्रो जग्गा।